हजुर त्यहाँनिर तुलिप छ के छ अरे आइसमा भन्दै त चेरी ब्लसम छ अनि अरू पनि फ्लावरहरू छ आजको वेदर पनि एकदम राम्रो भएको छ ल हामी चाहिँ अब आठ बाटो आइपुग्यो है यहाँ त कस्तो दामी फुलिरहेछ ओहो कस्तो राम्रो यहीँभित्र जाने हामी अहिले हिँड्न आइज त्यो त खतरा थियो है हाम्रो कस्तो ल दुईजना कति राम्रो भएको कस्तो राम्रो कता कता राम्रो आएछ हामी चाहिँ यहाँ ब्रुकलिनको यो बोटानिकल गार्डनभित्र छिर्दैछौँ यहाँ चाहिँ मान्छेहरू पुरै आइरहेको छ हामी पनि आयो छिने इन्ट्री रहेछ यहाँको इन्ट्री गेट बोटानिकल गार्डन दामी रहेछ भाइ यो त जापानको जस्तै रहेछ फ्याँक्यो कता फ्याँक्ने यो त झरेर फुलेको हो कि अझ फुल्नै बाँकी हो यो अझ फुल्नु बाँकी रहेछ अझ फुल्नु बाँकी रहेछ यो दामी ठाउँ है कस्तो राम्रो तुलिप रहेछ कस्तो राम्रो सिन
ल जाऊँ हामी अब अर्को ठाउँमा जाऊँ अर्को स्पोट हेरेर जाँदैछौँ यो यहाँ सक्यो कस्तो राम्रो थियो यहाँ पनि अब हामी अर्को ठाउँमा जान्छौँ कस्तो बरु यहाँ दिएको भए पानीपुरीहरू लिएर आउनुहुन्थ्यो है यहाँ नआउने यहाँ त दिँदैन फुडहरू मेरो चाहिँ अब नेक्स्ट ट्युसडे पनि छुट्टी छ होइन कोरोना पार्क जानुपर्छ है एउटा बाई बाई गरेर अर्को ठाउँ जान्छौँ म पनि ब्युटिफुल त पनि ब्युटिफुल भन्ने क्या होइन हाम्रो क्यामेरामा जस्तो लागेको छ ल ऊ त्यहाँ खिच्न लगाइहाल्यो त्यहाँ ओ यहाँबाट कस्तो राम्रो देखेको होइन यो पिङ्क उयोहरू चेरीहरू है यतापट्टि चाहिँ फल्या रहेछ जाउँ अब हामी अर्को स्पोटमा जाउँ यो पनि कस्तो राम्रो राम्रो फ्लावरहरू रहेछ भाइ टाढो त्यसबाट भर्टिको ऊबाट ग न उयो भर्टिको हो यार कस्तो राम्रो फुलेर रहेछ त्यहाँ पनि एउटा मात्रै रुख रहेछ त्यहाँ चाहिँ एउटा मात्रै त्यो धेरै रुख होइन नि तर त्यो यसरी बोक्ने हो कि भ्लग यसरी बनाउने यो त यो त कस्तो सिट जस्तो मान्छे है हेर्नु सेम सिटको दाग जस्तो आउँदै हुनुहुन्छ हो यो हो क्या मेन स्पोट त्यो पनि हो क्या भित्र छ क्या हामी के उता गएर यहाँ आउने हो त कि यहाँ आएर चाहिँ उता जाने हो त यहाँ नि जाऊँ न यसरी देखाउँछु त्यो कस्तो राम्रो फुल हो यो उयोवाला कति फुलेको छ नि अहिले यति फुल्या रहेछ क्या ड्रागन टाइपको बास्न है तल त मन पर्दैन थियो नि ए यहाँ खिच पोल्यो हो कस्तो पोलेको क्या यसले घुम्नु पनि पर्ने पोल्यो पनि कस्तो सही स्पोट भेट्टायौँ होइन यहाँ चाहिँ खतरा स्पोट यहाँ चाहिँ कस्तो जापानको साकुरा जस्तै रहेछ कस्तो राम्रो आएन तर फुल स्टोरेज भनेको छैन नि अहिले त अघि त एउटा दुइटा खिच्दै फुल स्टोरेज कस्तो राम्रो राम्रो फ्लावर हो यहाँ त कस्तो राम्रो फ्लावर यो त कस्तो जापानको साकुरा जस्तो रहेछ अघि म तिमीलाई यहीँ घुमाइदियो गर्छ भन्ने मान्छे अहिले त कस्तो राम्रो आएको है यस्तो उयोहरू रहेछ फ्लावरहरू उयो होइन टुलिपहरू टुलिप कस्तो फ्लावरहरू रहेछ भिडियो बनाएर यहाँ भिडियो खिच्नु पाउँदैन
हामी ट्रपिकल गार्डनभित्र छिर्न लाग्छौँ कस्तो राम्रो लाग्छ यस्तो गाडी कस्तो राम्रो रहेछ आहा कस्तो राम्रो रहेछ यो त यता भित्रबाट पनि हेर्छ प्लान्टहरू मजाले हाम्रो उता गोदावरीको जस्तै जाइन्ट प्लान्टहरू रहेछ यो चाहिँ ठुल्ठुलो क्या ठुल्ठुलो केरा नै कत्रो रहेछ यहाँ त अब हामी यहाँ सक्यौँ अब यहाँ पनि हेऱ्यौँ अब हामी जाँदैछौँ बाहिर कहाँनिर जाने यो क्याक्टस हेर्न जाने हो र ल यहाँ चाहिँ अब क्याक्टस हेर्न जाँदैछौँ हामी यस्तो दामी कत्रो क्या क्याक्टस त यति ठुलो छ क्याक्टसहरू त ठुलो रहेछ गर्मी यस्तै त हो नि त्यही त त्यही भएर हप्पो रहेछ यहाँ यस्तो आउँदाखेरि नै गर्मी रहेछ छिर्दाखेरि नै यस्तो दामी त्यही अनुसार यो जस्तो वेदर भयो त्यस्तै अनुसार यहाँ प्लान्टहरू राखेको रहेछ यहाँ जस्तो कस्तो दामी यो यहाँ चाहिँ फेरि त्यही अनुसारको वेदर क्या त्यही त है कहाँ छ त्यो ऊ त्यस्तो यस्तो होला उनीहरू उद्यो रहेछ उद्यो यिनीहरू रहेछ कता फुल गहिरो छ प्लान्टहरू रहेछ लिफ्ट म्युजियमहरू रहेछ यहाँ चाहिँ टेम्परेट कलेक्सन रहेछ यो अघि हामी आएको बाटोबाट त्यहाँ आँखाखेरि यहाँ चाहिँ रेस्टुरेन्ट राखेको रहेछ मान्छेहरू अब चाहिँ हामी सिकेर घर खानाले अर्को एउटा स्पोट जान्छौँ त्यसपछि घर जान्छौँ के खान्छौँ होइन यहाँ भिडियोमा बनाइदिउँ न यसरी त्यो बुढीले सुनेको सुनेको कि फ्लावरलाई सुनिरहेको के मासु लानु त ढल्छ नि यस्तो
दामी देखिरहेछ त्यो लाइट सनलाइट भएर क्या त यहाँ रहेछ नि त जापान पुगे जस्तो भयो है साकुरा भन्छ नि त्यस्तो देखिँदो रहेछ त्यही भएर मजाले खसेको रहेछ है उता हेर्न फ्लावरको त्यो बुच्चा झरेको रहेछ सबै हो होला कस्तो पुच्छर हल्लाइरहेछ अनि माछा हो कि टर्टल होइन टर्टलको माछा हाल्छ नि हौ ल हामी चाहिँ अब यहाँबाट जान्छौँ है कस्तो दामी देखेको कि के माछा माछा हो कि टर्टल होइन टर्टलको माछा हाल्छ नि कसरी कस्तो फेरि भन्नु त हाम्रो चाहिँ सक्यो हामी चाहिँ अब घर जान्छौँ कति धेरै फिस त्यो पढ्नुमा पनि नभन् अहिले खाना नि खान जानुपर्छ कि हेर्न कस्तो राम्रो छ कस्तो राम्रो तर पानी चाहिँ अलिक परिरहेछ मान्छेहरूले फोटोसुट गर्दो रहेछ कस्तो कस्तो लुगा लगाएर आएर हो राम्रो रहेछ है कस्तो राति झन् राम्रो देख्दो रहेछ अब झन् कस्तो राम्रो पिङ्क टाइपको के कस्तो बाबा रे कस्तो राम्रो देखेको पिङ्की पङ्की अब चाहिँ थाकेर क्या अलिकति त्यस्तो खालको प्यान्ट लाउँदा सुहाउँछ हजुर राम्रो देख्छ ह्यान्डसम देख्छ किनभने तपाईँलाई आउनु तपाईँको कति पकेट हुँदो रहेछ राख्नु सजिलो होइन भोक लाग्छ त्यही भएर खानै खाएको नि ल अब हामी चाहिँ अब के खाना जाँदैछौँ हामी चाहिँ जाँदैछौँ अब चाहिँ हामी रेस्टुरेन्टमा गएर डिनर सिनर गर्छौँ अनि त्यसपछि मेरो भोलिको लागि प्याकअप भएर
चलाउनु हजुर के अरे पछि डिसी गयो भने यो गाडी आधी किने आधीमा चलाउनुपर्छ कहिले जाने त जम्मै नै हो खै कहाँ गयो पुरै बलदेखि चाहिँ त्यहाँ आधी तपाईँ चलाउने आधी म चलाउने सिङ जाने नि त कहिले जाने त अब प्लान गरौँ न जाऊँ न कस्तो रहेछ अरे के भयो यो त लाइब्रेरीमा पब्लिक है डिसी नै यस्तै सबै सेम यस्तै हो डिसी कस्तो राम्रो खतरा देखेछ बल्ल समर लाग्नु थाल्यो बल्ल खुसी लाग्यो जाडो काम्दा काम्दा ज्याकेट लाउँदा 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 अहिले पनि लाउनै पर्छ लाउन त तर त्यस्तो काटामुटुक्क गरेर लाउनु पर्दैन पुरै के भयो यो पुलिस के भयो यिनीहरू आत्तेर आएको कस्तो दामी देखेको बिल्डिङ त्यो अगाडिको देख्यो स्ट्रेट यो स्किनी स्काई क्यापर त्यो चाहिँ ब्रुकलिनको सबैभन्दा टलेस्ट बिल्डिङ हो दामी देखेको यसलाई चाहिँ ब्रुकलिन टावर भन्छ तपाईँको बर्गर खै हाम्रो चाहिँ अब यो डिनर अनि खाएर जान्छौँ